हेलो नमस्ते स्वागत छ सबैलाई नर्मल्ली मेरो कार्यक्रममा मैले इन्ट्रोडक्टरी पार्ट राख्दिनँ आज पनि इन्ट्रोडक्टरी पार्ट छैन तर एउटा रिक्वेस्ट के भनेदेखि तपाईँले मेरो भिडियोहरू हेरिरहनु भएको छ भने तपाईँसँग कुनै सल्लाह सुझाव छन् भने कृपया कमेन्ट बक्समा लेखिदिनु होला ती सल्लाह सुझावले मलाई अझ प्रेरणा मिल्नेछ अन्य दिनहरूमा राम्रो कार्यक्रम तयार गर्नको लागि त्यो कार्यक्रममा मैले कुनै विद्यार्थीसँगको टेस्टमनी नभइकन नेपालमा रहनुभएका एउटा समाजमा उच्च प्रभाव बनाउनुभएका व्यक्तित्वको विचार लिएर आएको छु नेपालबाट विदेशिएका युवाहरू जो हुनुहुन्छ उहाँहरूको विषयमा नेपालमा रहेका जसले समाजमा एउटा प्रभाव छोडिरहनु भएको छ उहाँहरूको सोच चाहिँ कस्तो छ यो कुराहरूलाई चाहिँ मैले अनुभव गर्ने प्रयत्न गरेको छु उहाँलाई जम्माजम्मी 2-3टा क्वेसनहरू मात्र गरेको छु ती क्वेसनहरू रहेका छन् नेपालका युवा जनशक्ति दिनानुदिन विदेशिरहेका छन् यसमा तपाईँको के सोच छ यो एउटा पहिलो प्रश्न दोस्रो प्रश्न उहाँलाई थियो नेपालबाट स्किलफुल माइग्रेन्ट भइरहेका छन् त्यो यसमा तपाईँको के भनाइ छ भन्ने थियो र अर्को चाहिँ जो हामी जस्ता र जो हामी जस्ता अस्थायी या स्थायी रूपमा विदेशमा बसोबास अस्थायी या स्थायी रूपमा विदेशमा बसोबास गरिरहनु भएको छ ती युवाहरूलाई चाहिँ विदेशबाट स्वदेश फर्काउन के गर्नुपर्छ भन्ने मेरो प्रश्नहरू थियो आजका अतिथिसँगको कुराकानीतर्फ चाहिँ अलिकति फरक ढङ्गले यसलाई विश्लेषण गर्न मन लाग्छ सबैजना युवाहरू बाहिर गयो देश रितिन लायो यस्तो भयो भनेर यसलाई नेगेटिभ वेमा प्रेजेन्ट गरिरहेको हुन्छ म चाहिँ अलि फरक ढङ्गले भन्छु संसारभरि नै यो हाम्रो नेपालीको मात्र समस्या होइन अहिले इन्डियनहरू पनि बाहिर छन् चाइनिजहरू पनि बाहिर गएका छन् जापानिजहरू अरू देशमा गएका छन् अमेरिकनहरू अरूमा गएका छन् ग्लोबलाइजेसनको छ जमाना छ अनि मानिसहरू पृथ्वीलाई नै एउटा देश भन्ने एउटा कन्सेप्टमा गइसकेका छ अब नेसनालिटी भन्ने चिज एउटा छ म यो देशको हुँ भन्ने पहिचान छ तर मान्छेहरू चाहिँ मेरै देशमा बस्नुपर्छ भन्ने छैन जहाँ बसे पनि बरु नेपाली कल्चर चाहिँ बेसी नै हुन्छ अब त धेरै नेपालीहरू विदेशमा हुर्किरहेछन् पिआर लिइरहेछन् अनि जस्तो नागरिकता पनि लिइरहेछन् त्यो अब आउने एउटा जेनेरेसन ठुलो जेनेरेसन चाहिँ विदेशमा हुर्किनेवाला छ जन्मिनेवाला छ मलाई चाहिँ के लाग्छ भने उनीहरूलाई नेपाली पनि सिकाउने नेपाली पनि बोल्न लगाउने समयअनुसार र जहाँ नेपालीहरू बस्छन् त्यहाँ चाहिँ त्यस्तो भएको पनि देखाएको छु मैले त्यति गरिदियो भने मात्र पनि पुग्छ र हाम्रो ओरिजिन चाहिँ नेपाल हो मेरो बुवाको मेरो मातृभूमि नेपाल हो भन्ने एउटा चिज चाहिँ दिमागमा बस्यो भने नेपालसँग कनेक्टेड भइरहेको हुन्छ स्थानले ठाउँले कनेक्टेड हुनु पर्दैन मनले चाहिँ कनेक्टेड भइरह्यो भने त्यो झन् नेपालको लागि झन् राम्रो कुरा हो एउटा नेपाली नेपालमै बसेर दुःख पाएर खराब काम गर्न बाध्य हुनु अथवा कामै नपाएर डिप्रेस हुनुभन्दा उपयुक्त शिक्षा उपयुक्त जागिर र उपयुक्त जिन्दगी छ भने संसारको जुनसुकै कुनामा गए पनि हुन्छ उनी अघि मैले भने जस्तो गरेर नेपालसँगको कनेक्सन चाहिँ एउटा रखिराखे पुग्छ जस्तो लाग्छ मलाई चाहे त्यो युवा होस् चाहे अर्को उमेरको हो जुनसुकै उमेरको पनि मान्छेले अब सकेसम्म देशमा बस्न पाउने भएको भए अथवा देशमा बस्ने वातावरण भएको भए त बेटर थियो तर अब देशमा बस्ने वातावरण नभएर मात्रै पनि विदेश गएको छैन अब आजकल त मेरो छोरालाई सोध्यो किन गइरहेछ उसको छोरा पनि गइरहेछ उसको साथी गइरहेछ उसको सङ्गीहरू गइरहेछ उसको खेल्ने मान्छेहरू गइरहेछ
उसको यहाँ राम्रै नेपालमा भए पनि उसका साथी सङ्गतिहरूले ऊ पनि उहाँ छ ऊ पनि उहाँ छ भनेर जाने पनि छन्। विदेश एउटै कारणले गइरहेको छैनन् मान्छेहरू, विविध कारणले गइरहेछ। खान नपाएर गइरहेको छैनन् अथवा बाँच्नै नसक्ने भएर गइ पनि रहेको छैन। अनि देशको स्थितिलाई म किन दोष दिन्दा भने देश त्यसरी नै चलिरहेको थियो। हाम्रो जस्तो देश विकसित होइन, अविकसित देश अथवा विकासोन्मुख देश, समस्याहरू अलिअलि हुन्छ नै, हरेक देशमा हुन्छ। हाम्रो समस्या हामीलाई ठुलो लागे मात्रै हो। अनि युवाहरू नभएर देश नबन्ने भन्ने कुरा त म किन मान्दिनँ भने सबैजना अमेरिका, अस्ट्रेलिया अथवा पिआर बाँड्ने मुलुक अथवा नागरिकता परिवर्तन गराउने मुलुक मात्र छैनन्। कतार, कुवेत, यसै गरी दुबई लगायतका, कोरिया लगायतका धेरै मुलुकहरू छन् जहाँ चाहिँ श्रम गर्न गएर पछि नेपाल फर्किने युवाहरूको सङ्ख्या पनि ठुलो छ। र अथवा अमेरिका, अस्ट्रेलिया गएका मान्छेहरू पनि केही समयपछि फर्किने पनि छ। अनि एउटा जाने एउटा आउने यो प्रकृतिको नियम चलिरहन्छ। एउटा देश रित्तिने भन्ने कुरामा चाहिँ म विश्वास गर्दिनँ, त्यो चाहिँ नहोला सायद। किनभने सबैको कथा एउटै हुँदैन, स्टोरी सबैको फरक फरक छ। कति केटाहरू देखेको छु म विदेश जानै चाहन्न, खाना पनि जान्न भन्ने पनि छन्। अलिकता के भने अब हाम्रो जस्तो देशले के बेच्ने त? हाम्रो देशले म्यान पावर बेच्ने देश भएको छ, म्यान पावर सप्लाई गर्ने देश भएको छ। जुन देशमा जे छ त्यही सप्लाई हुन्छ। हाम्रो देशमा म्यान पावर छ, त्यो म्यान पावर सप्लाई हुन्छ। अब हामी विदेशबाट के आयात गर्छौँ भन्दा हामीसँग जे छैन त्यो आयात गर्छौँ। अब यो संसार आजकल यसरी चलिरहेको हुन्छ। त्यस कारणले गर्दाखेरि म त्यो कसैलाई अवस्थालाई दोष दिन्न, देशलाई मात्र दोष दिन्न, नेताहरूलाई मात्र दोष दिन्न। कतिपय ठाउँमा त नेताहरूलाई मात्र मैले पनि गाली गरेँ होला, मैले पनि सामाजिक सञ्जालमा लेखेँ होला, होइन म पनि खराब छु र मेरो नेता पनि त्यस्तो छन् होला। मसँग पनि केही सीमित खराबीहरू छ, हाम्रो नेताहरू पनि खराब। नेतालाई राम्रो नेता आयो भने पनि हामीले नेताजी यो काम गर्नु पर्यो भनेर खराब काम गर्न लगाउँछौँ उहाँहरूलाई। उहाँहरूले पनि गर्नुपर्छ, किनभने यहाँ कार्यकर्ता जोगाउनु छ, बचाउनु छ, जनताको चाहना भन्यो, काम गर्यो। अनि दोष चाहिँ सबै नेताले मात्र लिने पर्ने होइन। विदेश जुन गइरहेछ त्यसले नराम्रो मात्र गर्दैन, राम्रो पनि गर्छ। अहिले त रेमिट्यान्सले चलेको देश छ भनिन्छ। त्यस्तो युद्धको बेलामा पनि देश कसरी चल्यो? हाम्रो देश कोल्याप्स किन भएन? रेमिट्यान्सले गर्दा। त्यस कारणले गर्दा हरेक चिजको राम्रो र नराम्रो दुई पक्ष हुन्छ। हामी अहिले टन्न खाना खान्छौँ, डक्टरले टन्न खाना नखानु भन्छ। खाना पनि धेरै खायो भने असर गर्छ। अब त्यस कारणले गर्दाखेरि म कुनै पनि चिजमा राम्रो नराम्रो भन्ने दुई पक्ष हुन्छ। विदेश युवाहरू गएर राम्रो पनि भएको छ, नराम्रो पनि छ, किनभने राम्रो राम्रो म्यान पावरहरू विदेशमा छन् भन्ने कुरा हुन्छ। तर अब यसरी नै एडजस्ट गर्नुपर्छ, यसरी नै चलाउनुपर्छ। यहाँ अस्ट्रेलियामा आएको छु, यहाँ अस्ट्रेलियाका मान्छेहरू देखेर अब यहाँका जो स्थानीय छन् उनीहरू त्यो लेबरमा त्यो रूपमा काम गर्न सक्दैनन्, कामदार बाहिरबाट मगाउँछ। अनि हामीसँग के छैन? फुड छैन, गाडी छैन, गाडी आयात गर्छौँ। अब जुन देशमा जे चिज छैन त्यो आयात गरिन्छ, जुन देशमा जे चिज छ त्यो निर्यात गरिन्छ। हाम्रो नेपालीहरूको सबभन्दा राम्रो पक्ष भनेको मैले जहाँ जहाँ गएँ नेपालीहरू बेस्ट कामदार, इमान्दार काम। म जिस्केर भन्ने पनि गर्छु, नेपालीको लागि मात्र खराब छ, सबको लागि राम्रो छ नेपाली। विदेशमा प्रशंसा छ। र एउटा नेपालीले काम गरेको ठाउँमा राम्रो गरिदिएपछि अर्को नेपालीले ठाउँ पाउँछ। र अहिले सबै नेपालीहरू किन विदेशमा माग बढेको भन्दा जो विदेशमा गएर बसे उनीहरूले आफूले काम गरेको ठाउँमा इमान्दारितापूर्वक काम गरे र माग बढे। र अलिकति नेपालीहरूले राम्रो लुगा लाउने, राम्रो खान पाउने, सिभिलाइजेसन सिक्ने, अथवा विदेशमा बसेर कतिले काम सिकेर गएर नेपालमा काम गरेका छन्। यस्तै उद्योग नेपालमा गरेका छन्। भोलि फेरि देशको स्थिति राम्रो भयो भने तिनीहरूले गएर फेरि त्यहाँ ठुलो समूहले फेरि देशको परिवर्तन गर्ने काममा गर्लान्। सबभन्दा राम्रो नेपालीहरू विश्वको सबैभन्दा राम्रा श्रमिक हुन्।
अथवा श्रम गर्ने श्रमजीवी हुन् भन्ने जुन एउटा गुडविल छ त्यो गुडविल राम्रो भइरह्यो भने राम्रो हुन्छ जस्तो लाग्छ। मलाई लाग्छ यो युवाहरूलाई अब देश कसरी फर्काउने भन्ने चिन्ता गर्नुभन्दा देशमा राजनैतिक अस्थिरतालाई कसरी ठिक गर्ने, पार्टी सबैभन्दा ठुलो माथि, अनि आफ्नो कार्यकर्ता दोस्रो, अनि देश तेस्रो छ। त्यसलाई अलिकति 22 वर्ष गर्दै अलिकति देश पहिलो, पार्टी दोस्रो, अनि कार्यकर्ताहरू यस्तो यस्तो अर्डरको लागि काम गर्नुपर्छ जस्तो लाग्छ मलाई। अहिलेको जुन एउटा पुस्ता आइरहेछ राजनीतिमा, केही मान्छेहरू चाहिँ देशलाई अगाडि राखौँ भन्ने पनि छन् र बिस्तारै बिस्तारै समयको माग सँगसँगै देशको राजनीति ठिक भयो भने कतिपय मान्छेहरू देशको अवस्था देखेर विदेश जानेहरू पनि छन्। त्यस्तो मान्छेहरू फर्किन सक्छ। अनि लगानी योग्य वातावरण बन्यो। अब हाम्रो देशमा लगानी गर्यो, हडताल छ, जुलुस छ, अनि त्यसपछि लगानी डुब्ला भन्ने डर छ। सरकारको कुनै ठोस रणनीति छैन। व्यवसायीहरूलाई सुरक्षाको वातावरण छैन। पसल खोल्यो, आज के हो भोलि के हो, कुनै उद्योग धन्दा लगानी गर्ने वातावरण छैन। पैसा लिएर गयो विदेशबाट तलदेखि माथिसम्म खुवाउँदै जानुपर्छ। कसैले यहाँ सहयोगै गरेर आउँछु भने मेरो भागमा कति कमिसन आउँछ भन्ने छ। यो भ्रष्टाचार, यो करप्सनको जुन जालो छ त्यो चिज ठिक भयो भने अरू चिज आफै ठिक हुन्छ। हाम्रै नेपालको छिमेकी देश भारत, बिहारमा केही समय गुन्डा राज थियो भनिन्छ। बिहार जस्तो भनेर व्यङ्ग्य गरिन्थ्यो। त्यहाँको अब यस्तो खालको नेता अथवा यस्तो खालको नेतृत्व आयो जसले चाहिँ दण्ड दियो, त्यस्ता गुन्डागर्दीलाई रोक्ने काम गर्यो। युपीमै पनि हामीसँग उदाहरण छ। त्यो ठिक भएपछि अटोमेटिकली विदेशी लगानीहरू आउन थाल्यो, मान्छेहरू आउनु। अब नेपाल जस्तो देशमा हामी शान्ति सुरक्षा राम्रो भयो र लगानी गर्ने वातावरण भयो भने इन्टरनेसनल कम्पनीहरू आउन सक्छ। हाम्रो म्यान पावर सस्तो छ, त्यहाँ आफ्नो प्लान्ट राख्न सक्छ। इन्डियन गभर्मेन्टले इन्टरनेसनल त्यस्तो बिजनेस कम्पनीहरूलाई आमन्त्रण गर्छ, ल भन्नुहोस् तपाईँलाई के चाहिन्छ, हामी ग्यारेन्टी दिन्छौँ भन्छ। हाम्रोमा कसरी ग्यारेन्टी दिन्छ? सानो कम्पनी खोले, त्यहाँ राजनीति सुरु हुन्छ, त्यहीँ भागभन्डा सुरु हुन्छ, त्यही नै जिन्दाबाद मुर्दाबाद राजनीति सुरु हुन्छ। कार्यालयहरूमा गयो, कार्यालयहरूमा सबै कर्मचारीहरू यो पार्टीको त्यो पार्टीको छ, डक्टर इन्जिनियरहरू पनि पार्टीमा छ, विद्यार्थी पार्टीमा छ। काम गर्ने मान्छेलाई राजनीति मुक्त गर्नुपर्छ जस्तो लाग्छ। म पहिलेदेखि त्यही कुरा भन्दै आएको छु। कर्मचारी, विद्यार्थी अथवा कुनै पनि पेसागत सेवामा लागेका मानिसहरूमा राजनीति बन्द गरौँ। अन्त म त भन्छु यो मेयर उपमेयर पनि पार्टीको होइन, स्वतन्त्र लड्नुपर्छ, स्वतन्त्र हुनुपर्छ त्यो निकाय। जस्तो अहिले काठमाडौँका मेयर बालेन कुनै पनि पार्टी प्रति प्रतिबद्ध छैनन्, त्यस कारणले उनी आफ्नो हिसाबले काम गर्न सक्छन्। उनीमाथि कुनै अनावश्यक दबाव छैन, कार्यकर्ता भर्ती गर्ने प्रेसर छैन, अनि त्यो घर नभत्का किनभने त्यो हाम्रो पार्टीको मान्छेको भन्ने प्रेसर छैन। अनि उनले बालेनले राम्रो काम गरेको हो, त्यसरी व्यक्तिगत रूपमा किन हो त भन्दा उनी कुनै पनि दलसँग आबद्ध छैन। दलसँग आबद्ध हुने बित्तिकै समस्या सुरु हुन्छ। त्यसै गरी हरेक क्षेत्रमा यो राजनीतिक हस्तक्षेप बन्द गर्यो भने युवाहरू अहिले किन बालेन 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 भनेर बालेन हिरो भएको छन् भन्दा उनी कुनै पनि दलसँग प्रतिबद्ध छैनन्, आबद्ध छैनन्, निष्फिक्री रूपमा काम गर्न सक्छ। त्यस कारणले गर्दा यस्ता निकायहरूलाई पोलिटिकल फ्री पोलिटिक्स यस्तोमा हुनु हुँदैन मेरो विचारमा। र धेरै कुराहरू छ जुन चाहिँ अब मैले पनि एउटा नागरिकको रूपमा महसुस गरे हो। अब भन्ने र गर्ने फरक पर्छ। म राजनीतिमा छैन, यस्तो गर्न पायो भने राम्रो हुन्छ जस्तो लाग्छ।
यता पागलपन बोकेका अब कोही यस्ता मान्छेहरू जस्तो बालेनहरू जस्तो चाहे त्यो रवि लामी छानेहरू जस्तो अथवा अहिले नयाँ पुस्ताहरू होइन पुरानै पुस्तामा पनि गगन थापाहरू जस्तो विश्व प्रकाशहरू जस्ता अथवा एमालेमा पनि छन् कतिजना सबै पार्टीमा चाहिँ होइन देश परिवर्तन गर्न किन सकेनौँ भन्दा यो हामी अनावश्यक राजनीति गरेका छौँ भन्ने कुरा महसुस छ कतिपय मान्छेहरूलाई। अब त्यस्ता मान्छेहरू एक ठाउँ भएर यस्तो कर्मचारीहरूमा राजनीति नगर्ने, विद्यार्थीमा राजनीति नगर्ने, अनि स्थानीय निकायमालाई फ्री गरिदिने, यहाँ चाहिँ चुनाव आयो अरे भन्दाखेरि अब यो अस्ट्रेलियामा कोही चुनाव आयो, चुनाव प्रचार प्रसारपल्ट पनि खै खासै केही छैन, सामाजिक सञ्जालमा होला, राजनीतिमा कसैलाई चासो पनि छैन, राजनीति जसले गर्यो त्यसले मात्र गर्छ। हाम्रो देशमा त बा पनि गर्नुहुन्छ राजनीति, आमा पनि गर्नुहुन्छ, तल शिक्षक पनि राजनीति गर्नुहुन्छ, सबै राजनीति गर्नुपर्छ, सबैलाई राजनीतिको चासो छ। मन्त्री को भयो सबै थाहा छ, मन्त्रीको लिस्टै थाहा छ मान्छेलाई। यो सब चिजले गर्दाखेरि देश भएको राजनीति मुक्त हुनुपर्छ। अनि त्यसपछि विदेशबाट युवाहरू आउने, लगानीको वातावरण बन्ने, कसले चाहिँ विदेशबाट पैसा कमाएर पसिना बगाएको पैसा लिएर गएर नेपालमा लगानी गरेर डुबाउन चाहँदैन। सबभन्दा पहिला त त्यसको वातावरण, लगानी गर्न वातावरण हुनुपर्छ। अहिले नेपाली ब्याङ्कमा पैसा थुप्रै छ, लिएर कसैले लगानी गर्दैन। किनभने लगानी गर्ने सुरक्षित ठाउँै छैन। यस्तो धेरै कुराहरू छ। अहिलेलाई सर्टकट भन्दाखेरि चाहिँ पोलिटिक्स ठिक भएर सब ठिक हुन्छ।